रातिको 9 साढे 9 10 बज्न लाग्यो होइन के अरे यसलाई के भनिन्छ रातिको बर्थडे के होइन कसैले चाहेको छ भने मनाली आएपछि के यस्तो छ गाइस मनालीको होइन त हेलो गाइस यो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन अनि आज हेरौँ कहाँ हुन्छ कस्तो हुन्छ कहाँ जाइन्छ होइन त्यही हो सबैजना पुरा ब्लगमा बनिरहनु है त्यही हो भन्न चाहन्छु है तो गाइस सिधा बिहानदेखि अहिले भिडियो होइन अहिले चाहिँ अब साथीको बर्थडे के होइन त्यही भएर केक ल्याउन आइरहेको छु कि हामी हिँडिरहेको छु होइन हामी डको पारेर रातिको 9 साढे 9 10 बज्न लाग्यो होइन अनि हेरौँ अब केकको दोकान खोल्या छ कि छैन होइन खोल्या रहेछ भने केक लग्नेछौँ हामीले र गाइस यस्तो छ कि क्राउड पुरा फुल अहिले चाहिँ माल रोडको मेन सिटीमा के अरे यसलाई के भनिन्छ सिटीमा माल रोडको चोकमा गाइस माल रोडको चोकमा गाइस फुल छ कि फुल रस छ तर अनि दाइले बालमा हानेको छैन कि होइन हान्छ आँखा छ त हान्छ कि गाइस अब केकको सपमा गएर भेटौँ है तबसम्म सबैसम्म बनेर राखौँ है केक तेरी मोहब्बत में हम इस कदर टूट गए हंसते थे कभी आज खामोश हो गए जिसे अपनी दुनिया माना था हमने उसी के हाथों हम बर्बाद हो गए मेरी बर्बादी पे कोई मलाल ना करना भूल जाना पर मेरा ख्याल ना करना हम तेरी खुशी के लिए कफन ओढ़ लेंगे पर तुम मेरी लाश से कोई सवाल ना करना मेरी बर्बादी पे कोई मलाल ना करना भूल जाना पर मेरा ख्याल ना करना हम तेरी खुशी के लिए आयो गाइस यो चाहिँ हाम्रो केक लिन आयो केकलाई होइन कसैले चाहेको छ भने मनाली आएपछि केक है भर्खरै केकको अर्डर फिनिस गरेर होइन नेक्स्ट अर्डरको लागि हिँड्दैछु खुशी के लिए कफन ओढ़ लेंगे पर तुम मेरी लाश से कोई सवाल ना ल गाइस आज होइन साथीको बर्थडे चाहिँ फिनिस भयो होइन केक सेक काटेर सब फिनिस भइसक्यो क्या होइन सब चिल हान्नलाई बसिरहेछन् क्या होइन उयो आजको भिडियो सबैले राम्रो लाग्यो होला होइन राम्रो लागेको छ भने एउटा लाइक कमेन्ट सेयर गरौँ है अनि च्यानललाई सब्सक्राइब गरेर राखौँ है जसले पनि यस्तो मिनी ब्लगहरू हेर्न चाहनुहुन्छ भनेपछि अनि हिजो राति चाहिँ त्यही हो पार्टी सार्टी सक्यो केक सेक काट्यो होइन त्यसपछि इन्जोय गर्न लागेपछि त्यस्तै त हो त